वेलकम ब्याक टु न्यू भिडियो साथीहरू आयनको दाइलाई म चाहिँ अफिसबाट घर गइरहेको स्किन चेक गर्नु छ सो आज छिटै निस्किएँ अब म घर गएर दाइलाई लिएर अनि स्किन चेकअपको लागि जान्छु मलाई त लाज लाग्यो मैले उल्टो खिचिरहेको जस्तो लाग्यो मलाई घर गएपछि बोलौँला के गर्छु देखाउँछु ल आज नि मलाई खिचेर के त्यही भएर मैले खिचिरहेको एन्ड अल्छी भइसक्यो यार गाइज किन हो मलाई यति साह्रो लाज लाग्ने छ्या बोल्न नै अकवर्ड लागिरहेको मलाई आज असार 15 गते धान दिवस मलाई कस्तो थाहा भएन मैले आज त्यसकै पोस्टर बनाइरहेको थिएँ कि आठु अनि त्यही भएर थाहा पाएँ दही चिउरा खाने दिन मैले खाएँ भने त्यो पनि देखाउँला गर्मी भयो यार मास्क लगाएर बोल्नु नसकिने रहेछ त अनि अब म घर जाँदैछु त्यसपछि फेरि निस्किनुपर्छ एकछिनमा भेट्छु ल के याद आएन फेरि कन्टिन्यू गर्छु मलाई बोल्न आएन गाइज जति पानी पऱ्यो नि भिडियो बनाउनु छोड्नु भन्दै गाइज मलाई त ब्लग भइसक्यो पानी म भिडियो बनाएको छु मलाई आफूले कस्तो कस्तो कामहरू छ बिहानको भिडियो खिच्नु बिर्सेँ कलेज थियो आज भने मैले बिर्सेँ अनि पछि अफिस पछि बनाउनु गरेको मैले मेरो ल मैले बोलेको केही सुनाएन होला सरी पछि भेट्छु ल स्तुति ब्याक विथ द ब्लग पानी पऱ्यो गाइज मसँग छाता नै छैन म यत्तिकै रुच्दै गइरहेको छु मेरो मोबाइल पनि रुच्दै छ भिज्दै छ आई मिन भर्खरै एकजनाले ब्लग गरिरहेछ समथिङ के भनेर गयो याद लाग्यो मलाई एकछिनमा भेट्छु ल हजुरहरूलाई थाहा नै होला मेरो र आयनको आइडी छ दुईवटा अनि पछि या अफकोर्स के बोलेको यार मैले थाहा भइहाल्छ नि त्यो त आयनको त अफकोर्स मेरो चाहिँ थाहा छैन होला मेरो पनि छ आयनले बनाइदिनु भएको अनि त्यो सबै ठिक भयो भने इन फ्युचर त्यसमा नि हामी दुईजनै मिलेर भिडियो राख्नेछौँ सो त्यसको लागि अहिलेदेखि नै सब्सक्राइब ध्यान दिइराख्नु गाइज यही थियो यो पनि भन्नु थियो याद आयो मलाई बल्ल अनि मैले भनिदिएको लाज लाग्यो अब चाहिँ हामी देखाउन जान आँटेको यो प्रादा गर्ने पैसा छिटो अब गएको ल देखाउँछु खै यार मलाई थाहा छैन कति टाइम भयो मैले के खिचेँ नि थाहा छैन मलाई धेरै टाइम पनि भएको छैन अब हजुर खर्च के पतार सानोतिनो जे पाइले खिचिदिन्छु म जे पाइले त नभनौँ न होइन जे भयो नि अलि राम्रै बोल्दै बस्छु यही भनेको नयाँ पसल मैले कति नयाँ पसल खोल्छ यार है तपाईँको के भन्दै थियो अरे भर्खरै भन्नु त चुपचाप मैले फुटबलको कुरा गरेको होइन कि क्यामेरा फोर्छ जस्तो चाहिँ एकछिन भन्नु त के भनेको यो मुखको के भनेको यो मुख यस्तो सानो छ अनि पछि यो भएन खै के अरे त्यही भएर सरी मलाई लाज लाग्यो अब ग्लो अप हुन रेडी हो त दाइ ग्लो अपै त हो नि अब देखाएर औषधि खान्छ औषधि खाएपछि हल्का त ग्लो अप त भइहाल्छ नि ग्लो अप हुन रेडी है मेरो दाजु सिङ्गल छ ल गाइजहरू ग्लो अप हुन्छ अब मेरो दाजुको नि मलाई नि माउस किन्नु छ मेरो माउस बिग्रियो मेरो माउस किन्नु छ मलाई किनिदेऊ न पैसा छैन माउस किनिदेऊ न यता ल म पछि भेट्छु ल सो गाइज देखाएर नि आएँ यता पैसा फिज महँगो छ भनेर हल्ला भइराखेको त ठिकै छ यता त महँगो भए पनि जान्छ अब दाइको ग्लो अप हुन्छ मेरो त केही होला मेरो त केही छैन ठिकै छ अब म घर जान्छु होला सायद अझै डिस्कस गरिरहेको ओ माई गॉड नमस्ते मम्मी के भन्नुभएको अरे हजुरले भर्खरै के भन्नुभएको अरे आयो हँसाइदिएर यार मलाई छोडिदिउँ यो कुरा नभन्नु होइन मम्मीले भर्खरै के भन्नुभएको भन्दाखेरि सोधेँ नि कस्तो लाग्दैछ त मैले भ्लग खिच्दै हिँडिरहेको छु कस्तो लागिरहेको
मलाई अचम्म लागिरहेको छ ल ठिक छ अब हामी दही चिउरा खाएको देखाउँछौँ ल घरमा दही छ किनेर लगिसक्यो दही चिउरा मासु त खानु मिल्दैन क्या मिल्दैन मासु भुटलाई मासु नखुवाउने आज मासु खानु हुँदैन दही चुरा केरा उता आमा छोरा त कति ढिला गरेको यार अब हामी लाफिङ खाना आएको ल लाफिङ खाना आएको कस्तो काली देखेको यार म लाफिङ खाना आएको दाईलाई झोल मन पर्दैन अरे मलाई झोलवाला मात्र मनपर्छ अब दाईलाई नदिने म मात्र खान्छु उच्चा भन जम्म दाई यता हुनुहुन्छ अब दाईको ग्लो अप हुन्छ मेरो त त्यस्तै हो ग्लो अप भन्ने चिज मैले चाहिँ झोल लाफिङ मगाएको यता झोल छ यसरी ल्याइदिनु हुँदो रहेछ उसलाई चाहिँ ड्राई के भन्छ अरे सुक्खा लाफिङ मनपर्छ कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो मिठो लाग्यो मिठो खै मलाई थाहा नै जोग हाने कि साँच्ची भने साँच्ची झोल नराख्ने अलिकति त अनि त नि खान्छस् नि त खान्छौ झोल नराखी खान्छु ल झोल राखेको ल सबै राखिदिउँ कहाँ छैन मिक्स हान न सडा फ्यान मिक्स हान कस्तो राम्रो मिक्स हानेको हो भयो भयो पहा खाएर भेट्छु ल अब दही चिउरा नि खाने करेन्ट चाउचाउ पनि खाने ल गाइस खाना चाहिँ सजिलो र म खान्छौँ गाइस हाम्रो करेन्ट चाउचाउ खाइसकेपछि दही चिउरा खान्छौँ हामी है कति मिनटको म त सक्दैन यार कति मिनटको टाइमर राख्नु कति मिनटको खाने कस्तो हुन्छ नि त्यो त कस्तो रहेछ बरु हामी नि त्यो गर्नुपर्ने सिधा बेबर कतै तातो छ न यार तातो छ मिक्स गरेको करेन्टको बदलामा करेन्ट अब हामी खान्छौँ न गम खान्छौँ गम खाएर देखाउँला ए देखाउँला अरे सरी खाए खाना खा म त सक्दिनँ धेरै रङ मान्छेलाई च्यालेन्ज हाने जस्तो छ स्टार्ट गर्नु कस्तो हेपेको यार के भनेको सेतो लुगामा राख्छ मामु बिस्तारै खाऊ यार मुकबाङ के हेपेको मलाई आजको ब्याकग्राउन्डको मान्छे त्यो वर्ल्ड कपमा गोल
म त मसला राम्रो खेलेको छैन मेरो पनि भन्नु अलिक बिस्तारै खानुपर्ने रहेछ है तर भाइ यो मिठो छैन यहाँ छैन खा चुपचाप मिस भएन कि भन मिक्सै गर्न आउँदैन रहेछ भाइलाई भन सक्ने त्यही भन सकायो बदला खाना त सक्दो रहेछस् त थाहा छैन मलाई देख्दैन मुख हेर्दाखेरि देख्दैन ल म चाहिँ दही चिउरा खाँदै गर्छु ल तिमी अलि ढिला भयो एकछिन दही चिउरा पनि यसरी गरौँ ल थम्नेकोलाई एकछिन न दही चिउरा देखाउने भोक लाग्यो मुखमै चाउचाउ छ भयो अब दही चिउरा चाहिँ बिस्तारै खान्छु पछि भेट्छु अब खन्चुवाले के हो यो मफिन पनि खाइरहेको छ मफिनै होइन खाऊ खाऊ खान मुखमा खाएको मेरो त चाहिँ कहाँ खान खा सब छोरी कस्तो हेलो खाना मन त लाग्छ खाए खा ए आज सबै जाला नि खा न ल खा 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 मुख कर मिल्ला न मिल्ला न मलाई मिल्ला मिल्छ खान त खानु मलाई पेट भरिसक्यो त जस्तो भुक्कर हो र भने भुक्कर खाएको खाइ चल्छु कि ए हो न नगर अब यति नै होला ठ्याक्क टाइम पनि पुग्यो होला सबै अब अहिलेको लागि आजको लागि यति नै हो सो अब हाम्रो दुईटा च्यानलमा हजुरहरूले सब्सक्राइब गरिदिनु होला मलाई बोल्न लागेन आज झन् मेरो त्यो झन् त्यो हुन्छ क्या ब्रदर सोधे के होइन ल आजको लागि यति नै हो गाइज हजुरहरूलाई कस्तो लाग्यो लागेन कस्तो राम्रो लाग्यो लागेन मलाई केही पनि थाहा छैन अरू बेला यस्तै हो सबै सक्यो मासला कट कट यो कट सो आजको लागि भिडियो यति नै हाम्रो सबै खानेकुराहरू सबै सकिसक्यो हाम्रो आयन दाजुको युट्युब च्यानललाई नै सब्सक्राइब हानिदिनु अनि मेरो मतलब आयन के थियो नाम स्तुति एक्स आयन थियो क्यारे त्यो पनि सब्सक्राइब गरिदिनु छिटै त्यो च्यानलमा नि सब्सक्राइब गरिदिनु भने छिटै त्यो च्यानलमा पनि त बाहिर जा छिटै त्यो च्यानलमा पनि मिल्यो भने भिडियो आउन सक्ला पछि होइन त्यही भएर सब्सक्राइब गरिदिइराख्नु यो मेरै दाइ भनेर थाहा हुन्छ कि यसको रियाक्सनहरू ठ्याक्क मैले दिएको जस्तै गरेर हुन्छ यसले सो आजको लागि यति नै बाइ बाइ गाइस बाइ बाइ गाइस Have a good day, good night. यो भिडियो सायद भोलि आउँछ होला हाम्रो असार 15 को भोलि पल्ट एकछिन ल यो वाला चाहिँ कट गर होला यार बाइ बाइ कुन वाला यो भिडियो कट गर होला बाइ बाइ कट Clock it. डोन्ट इन्क्लुड Clock it गर्नाले चाहिँ सो आजको लागि भिडियो यति नै हाम्रो सबै खानेकुराहरू सबै सकिसक्यो हाम्रो आयन दाजुको युट्युब च्यानललाई नै सब्सक्राइब हानिदिनु अनि मेरो मतलब आयन
के थियो नाम स्तुति एक्स आयन थियो क्यारे त्यो पनि सब्सक्राइब गरिदिनु छिटै त्यो च्यानलमा नि सब्सक्राइब गरिदिनु भने छिटै त्यो च्यानलमा पनि त बाहिर जा छिटै त्यो च्यानलमा पनि मिल्यो भने भिडियो आउन सक्ला पछि होइन त्यही भएर सब्सक्राइब गरिदिइराख्नु यो मेरै दाइ भनेर थाहा हुन्छ कि यसको रियाक्सनहरू ठ्याक्क मैले दिएको जस्तै गरेर हुन्छ यसले सो आजको लागि यति नै बाई बाई गाइस बाई बाई गाइस Have a good day, good night. यो भिडियो सायद भोलि आउँछ होला हाम्रो असार 15 को भोलि पल्ट एकछिन ल यो वाला चाहिँ कट गर ल यार बाइ बाइ कुन वाला यो भिडियो कट गर ल बाइ बाइ कट Clock it. डोन्ट इन्क्लुड दिस क्लक इन गरेर चाहिँ